सानो छ खेती, सानो छ बारी, सानै छ जहान, नगरी काम पुग्दैन खान साँझ र बिहान। नमस्कार, म उपस्थित भइसकेको छु लोकेश बोहरा। आज असार 15 खेत पानी हिलो अनि हाँसोको चाट, हाम्रो परम्परा, हाम्रो माटो र हाम्रो मुहार छल्काउने दिन हो आज। असार 15 बिहानदेखि बादल लागेको आकाश, पानीको रसिलो बुदासँगै खेतमा गुन्जिएको रोपाईको र हिलोमा लटपटिँदै पनि मुस्कुराउँदै काम गर्ने किसानहरू नै हुन् असली हिरो। खेतभरि हरियालीको सपना छरिँदै हातमा कुदालो छ, घाँटीमा गम्छा र मनभित्र आत्मनिर्भर नेपालको सपना छ। आज 22औं राष्ट्रिय धान दिवस। यसपटक झनै अर्थपूर्ण भएको छ, किनभने नारा छ दमदार। धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता। यसको अर्थ अब हामी आफैले उत्पादन गर्छौं, आफै खान्छौं अनि भोकमरी होइन समृद्धिको बाटो हिँड्छौं। धान त हाम्रो जीवन हो नि। यही धानले हाम्रो थाल भर्छ, यही धानले हामीलाई आफ्नै माटोमा अडिने हिम्मत दिन्छ। साना किसानदेखि खेताला, महिला, जवान, बुढा सबैको पसिना आज माटोसँग मिसिँदै भविष्य कोर्दैछ। र आज असार 15 भन्ना साथ एउटा विशेष कुरा छुट्दैन, हो दही चिउरा। यो खेलेपछि हात मुख धोएर आँगनमा बसेर आफ्नै खेतको चिउरा अनि अर्ग्यानिक दही मिसाएर खाने त्यो स्वाद त स्वर्ग जस्तै। यही दही चिउरा आज परम्पराको स्वाद मात्र होइन, आत्मनिर्भरताको सन्देश पनि हो। हाम्रो माटो, हाम्रो मेहनत र हाम्रो भरोसाबाट बनेको हो कसले सक्नेसी। त्यसैले त आजको दिन हामी सबै मिलेर भन्छौं, जय किसान, जय धान, जय आत्मनिर्भर नेपाल। सबै मेहनती किसान दाजुभाइ दिदीबहिनीहरूलाई सम्मान गर्दै देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा 22औं राष्ट्रिय धान दिवस तथा असार 15 को अवसरमा हाम्रो तर्फबाट हार्दिक शुभकामना। धन्यवाद। जय धान, जय किसान।